लोपनमुख एकसिङ्गै गैडा र पाटेबाघको चोरी सिकारी बढेको भन्दै 2069 असार मसान्तबाट चितुवन राष्ट्रिय निकुञ्जभित्रका होटेल, रिसोर्ट र लजको नवीकरण बन्द गरेपछि टाइगर टप्स होटेल अलपत्र पर्यो। राष्ट्रिय निकुञ्जभित्र सञ्चालनमा रहेका होटेलहरूलाई बाहिर सार्ने सरकारी नीतिपछि यो होटेल बन्द भयो। त्यसयता भवन, काठका कुटीहरू र अन्य संरचनाहरू मर्मत अभावका कारण क्रमशः जीर्ण बन्दै गएका छन्। चितवन राष्ट्रिय निकुञ्ज स्थापना नहुँदै खुलेको टाइगर टप्स होटेल सन् 1964 ब्रिटिस नागरिक जिम एडवर्ड्स र अमेरिकन नागरिक वान्ना र केलिनले टाइगर टप्स हन्टिङ कम्पनीको नाममा सुरु गरेका थिए। प्रारम्भमा उनीहरूले 4 कोठामा टाइगर टप्स सुरु गरेका थिए। सरकारले राष्ट्रिय निकुञ्ज नियमावली 2030मा स्पष्ट व्यवस्था नभएको भन्दै निकुञ्जभित्र रहेका होटेलहरूको नवीकरण नै बन्द गरिदियो। संरक्षणका लागि भन्दै निकुञ्जभित्रका होटेलहरू बन्द गर्ने आवाज उठे पनि यसको अर्को स्वार्थ भित्रको होटेल बन्द भए पर्यटकहरू बाहिरका होटेलमा बस्छन् भन्ने थियो। त्यसैले निकुञ्ज बाहिरका होटेल सञ्चालकहरूले पनि यसलाई साथ दिएका थिए। तर अवस्था उल्टो भयो। संरक्षणमा केही योगदान पुग्यो होला, तर निर्णयले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्यो। 2069 सालसम्म चितवन निकुञ्जभित्र टाइगर टप्स सहित मचान वाइल्डलाइफ रिसोर्ट, चितवन जङ्गल लज, आइल्यान्ड जङ्गल रिसोर्ट र टेम्पल टाइगर रिसोर्ट सञ्चालनमा थिए। त्यहाँ खर्च गर्न मन पराउने पर्यटकहरू बस्थे। यी होटेल बन्द भएपछि खर्च गर्न रुचाउने पर्यटक घटे। टाइगर टप्स सहितको निकुञ्जभित्रका होटेल विश्वका एडभेन्चर र जङ्गल सफारीमा रुचि राख्ने पर्यटकमाझ लोकप्रिय थिए। उनीहरू विमान चार्टर गरेरै यहाँ बस्न आउँथे। यी होटेल बन्द भएपछि त्यस्ता शौखिन पर्यटकहरू वात्तै घटे। जङ्गल एडभेन्चर जङ्गल सफारीमा मात्र सीमित भयो। निकुञ्जभित्र होटेल चलाउन नपाउने भएपछि टाइगर टप्स नवलपरासीको मध्यवर्ती क्षेत्र अमलटारीमा गएर टेन्ट क्याम्प सुरु गर्यो। टेम्पल टाइगर, मचान र आइल्यान्ड जङ्गल पनि मध्यवर्ती क्षेत्रमा सर्यो। एडभेन्चर पर्यटनका लागि निकुञ्जभित्रका होटेल व्यवस्थापन गरेर पुनः सञ्चालन गर्ने बारे सरकारले कुनै नीति बनाएको छैन।